तपाईहरुकोतिर चाहिँ के नामले चिनिन्छ यसलाई खै थाहा भएन। हामी चाहिँ यसलाई फुटुका भन्छौं। यो खान पनि मिठो हुन्छ धेरै। सिजन चाहिँ अहिले हो हैन। यसरी फल्छ। कति जनाले फल मात्रै देख्नु भएको थियो होला। यसरी चाहिँ यो यसरी फल्छ। खाइदिएको हुन्छ यो हैन। हेर्नु यस्तो हुन्छ। यसरी निकाल्ने, टक्क यसरी निकाल्ने, यो अनि टट्ट खाने यसरी। मिठो हुन्छ। कुनै कुनै चाहिँ अलि त्यो मजाले कस्तो पाकेको के भएको हुन्छ त्यो चाहिँ अलि नमिठो कस्तो कस्तो स्वादको हुन्छ, नभए त कुनै त धेरै मिठो हुन्छ। पहिला पहिला हामी सानो हुँदा चाहिँ यो मकै बारीहरुमा चाहिँ धेरै पाइन्थ्यो। हामी सानो हुँदा चाहिँ यस्तो अलि यो काँचो खलिलो अनि यस्तो खाले अलि काँचो चाहिँ टिपेर यस्तो टिप्थ्यौं। यस्तो खाले अनि खाना भन्दा पनि खेल्न चाहिँ यसमा मजा आउँथ्यो। हामी चाहिँ यसरी गरेर फुको अनि ट्याप्प यसरी पड्काउँथ्यौं। गरेर फुको अनि ट्याप्प पड्काउन खुब मजा आउँथ्यो।